अब चाहिँ हामी आज घुम्न जाँदैछौँ है। पहिला हामी निक्लिन्छौँ। यहाँ चाहिँ बाबा चाहिँ मेरो वेट गरिरहनु भएको छ गाडीमा बसेर। बाबा चाहिँ गाडीभित्र नि भिडियो बनाइरहनु भएको रहेछ। म टिकटक बनाएँ रातै, मलाई चाहिँ थाहै भएन गाडीभित्रबाट उहाँले भिडियो बनाइदिइरहनु भएको रहेछ। एउटा भने टिकटक बनाइहालौँ जानु अगाडि भनेर म चाहिँ टिकटक बनाउँदै थिएँ, फेरि मलाई थाहा नै भएन। फाइनली हामी बाराकिकेनको खावाची पार्क आइपुग्यौँ। छोरीलाई लाइट हेर्नु कति छिटो हतार भइसक्यो कि आज छोडी भाग्छु भन्छु न, मेरो त गाली हिँड्न थालेपछि त। कति धेरै रङ्ग मानेर नै छातालाई गयो हिँड्दै भएको छ। कति धेरै राम्रो लागेको छ यतातिर। म टिकटकमा बनाउन व्यस्त फेरि छोरी अघि अघि बाबा पछि भिडियो बनाइदिइरहनु भएको छ। अघि हिँडिरहेको छु। कति राम्रो छ कति मजाले हात समातेर हिँड्ने। मैले सोच्नु बित्तिकै राम्रो। बाबासँग चाहिँ सबैजनाको बेबीहरू यस्तै हुन्छन् कि के होला है। मसँग नमाने बाबासँग मात्रै हात समातेर हिँड्ने। मसँग त फिटिकै मान्दिनन्, बाबासँग यस्तो मजाले हिँड्छिन्। मैले त बोक्नुपर्छ हो, जति ठुलो भयो त्यति धेरै बोकेर हिँड्नुपर्छ हो नानीलाई त। भाग्ने हतार मसँग हिँड्दाखेरि त मैले हात समाएर हिँड्नै पाउँदिनँ हो। बाहिर हिँडेपछि के होला यस्तो विधि छोरी त। कति राम्रो लागिसक्यो है। यता हजुरहरू पनि आफ्नो बेबी छ भने बेबी नत्र खेल्ने यो यति राम्रो पार्कतिर जानुहुन्छ। बेबीहरू यति धेरै रमाउँछन् कि हामी चाहिँ दोहोऱ्याइ छोरी रमाउँछन् भनेर फेरि दोहोऱ्याइ एकै ठाउँमा लागेको छोरी यति धेरै रमाउँछ लागेर है।
यो चाहिँ फेरि हामी गाडीबाट भिडियो बनाएको कि फर्किँदाखेरि धेरै बेर बाहिर बस्यो भने फेरि गाह्रो हुन्छ नानीलाई भनेर हामी चाहिँ एकैछिन फर्क्यौँ क्या। यो ठाउँ चाहिँ यति राम्रो छ, हजुरहरू पनि जान्नुलाई। थ्याङ्क यू वाचिङ फर माई भिडियो। बाई बाई सबैजनालाई।